यो हो गौशाला चोक। अब आज हजुरहरूलाई म गौशाला चोकबाट हाम्रो अफिससम्म कसरी जाने भनेर मार्गदर्शन गर्छु है त। यो अगाडि भएको रातो र निलो बिल्डिङ हो पशुपति भिजन कम्प्लेक्स। पशुपति भिजन कम्प्लेक्स यही पशुपति भिजन कम्प्लेक्स हुँदै हुँदै हामी अफिसतिर लाग्दैछौँ है त। यहाँबाट एकछिन हिँड्ने 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 हिँड्दा हिँड्दै केही समयपछि यहाँ पशुपति छिर्ने एउटा गेट देखिन्छ। गेटको ठिक्क रोड पारी यो बिल्डिङ यानि कि पशुपति भिजन कम्प्लेक्स देखिन्छ। अब यो पशुपति भिजन कम्प्लेक्सको बाटो हुँदै 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 हामी अफिस जाने है त। यहाँबाट सिधा केही समयको हिँडाइपछि हजुरहरूको अगाडि होटेल दिपज्योति भनेर होटेल आउँछ। त्यसबाट दाहिनेतिर लाग्ने। अब यहाँबाट सिधै जाने। यहाँबाट 2 मिनटमा हाम्रो अफिस आइपुग्छ। हाम्रो अफिसको बिल्डिङको कलर रहेको छ सेतो। र बिल्डिङ बाहिर आएपछि अथवा बिल्डिङभित्र गएपछि हजुरहरूले मलाई सम्पर्क गर्नुहोला। अब केही बेर हिँडेपछि ठिक 100 मिटरको दूरीमा यो सेतो बिल्डिङ आइपुग्छ। यो सुन्दर र सेतो बिल्डिङ नै हाम्रो अफिस हो। हजुरहरू कुनै पनि नयाँ डिमान्ड छुटाउन चाहनुहुन्न भने अहिले नै च्यानललाई सब्सक्राइब गरिदिनु होला। धन्यवाद।